140 वर्ष राजतन्त्र त यतिकै टिकेको होइन नि है। अब यिनीहरूको 15-20 वर्षमा त गणतन्त्र यसरी लखड हल्लिन्छ भनेपछि यो राज्य सत्ता प्रणाली कति कमजोर छ भन्ने कुरा यहीँबाट हामी प्रश्न गरिन्छ। के भन्नु भन्दाखेरि 200 जना भाडामा मान्छे ल्याएर एक दिनको रोइलो देखाएर केही पनि हुँदैन भनेर जुन अभिजितमा हेरेर सुन्नुभयो त्यो व्यक्ति के भन्नु त्यो विषयमा चाहिँ? त्यो विषयमा चाहिँ मेरो आफ्नै परिचय हेर्नु न, म त जुम्लादेखि आएको मान्छे है। म त मेरो एकदम आफ्नै पकेट खर्चले म मेरो अध्ययन गर्ने ठाउँ पनि यतै आरआर क्याम्पस भएको हुनाले मेरो पकेट खर्च जुन छुटाएको थियो त्यो पकेट खर्च चाहिँ मैले यहाँ लगानी गरेको छु। किनभने यसले गर्दा भोलि आम नेपाली जनतालाई केही कसैले राहत होला, यो आवाजहरूमा पुग्ला भनेर चाहिँ मैले एउटा एक पोको चाउचाउ खाएर भए पनि आन्दोलनमा हुमेको छु भोक लाग्दा। प्रधानमन्त्रीको अभिव्यक्ति त्यो कस्तो भनेपछि हजुरले के सोध्नुभयो भने त्यो प्रधानमन्त्रीले भन्दा नि पुष्पकमल दाहाल हत्यारा प्रचण्ड त्यो अभिव्यक्ति दिने चाहिँ 17,000 जसले मार्यो उसले अभिव्यक्ति दिएको 200-400 मान्छे भाडामा ल्याए यता ल्याए उता गरे भन्ने कुरा। तर उसले चाहिँ पार्टी प्यालेसमा 62-63 को आन्दोलन पार्टी प्यालेसमा उसले त मासु भात खाएर आन्दोलनमा मान्छेलाई हुमाउँथ्यो। तर आज हामीले आफ्नै खर्चले आफ्नै मिठो मसिनो घरमै पकाएको खाना खाएर आन्दोलनमा हुमिएका छौँ। यहीँबाट प्रश्न क्लियर हुन्छ नि कसले कहाँबाट पैसा के गरेर रहेछ भन्ने कुरा। आफूले गर्ने त्यस्तै अनि अरूलाई त्यस्तै भन्ने हो, चोरले अरूलाई पनि चोरै देख्छ, साधुले अरूलाई नै साधु नै देख्ने हो। हाम्रो अध्यक्षले हाम्रा यो जति पनि सहयोगक छन् उहाँहरूले के भन्नुभयो, आफन्तकोमा बस्दिनुहोस्, कतै कसैले समस्या परेको छ भनेपछि हामी सहयोग गर्छौँ, तर यदि चिनेको आफन्त कोही भाइ भर्दाजहरू छन् वहीँ गएर बस्नुहोस् भन्नुभएको छ। होइन भने त उहाँहरूले त मासु भात खाएर आन्दोलन हुमे भनिहाल्नुहुन्थ्यो त, कतै देख्नु भएको छ छैन नि। हो, त्यही फरक छ। धन्यवाद। एकदम धन्यवाद।